हेलो सबैलाई नमस्ते। आज चाहिँ हामी पानीपुरी खान लाग्यो। पानीपुरी पनि किन खान लाग्नु चाहिँ राति दुखेर होइन जरा त्यस्तो अब कस्तो भएको छ कि अनि के खाम भइरहेछ। अस्ति मलाई पखला अनि के त्यो अर्को के भन्ने लागेको थियो क्या। अनि त्यही भएर पनि चुक्लुक्टिको के खाम लागिरहेको थियो। अनि यो पानीपुरी चाहिँ हाम्रो घरमा कस्तो नल्याएको थियो त्यो हो है। अनि यो चाहिँ सुतेको थिएँ मैले उठाएको त्यही भएर यस्तो गरेर चाहिँ। अनि यो चाहिँ चाट है कति धेरै चाट दिएको छन् है त्यो दाइले हामीलाई। अनि मेरो मुखमा पानी लाग्यो यस्तो मिठो बनाउनुहुन्छ नि त्यो दाइले। त्यही भएर हामी चाहिँ त्यही भएर अलिकति त्यहाँबाट एकछिन म खान्छु नि सुरु भयो मेरो मुखबाट पानी आइसक्यो। यो प्याज चाहिँ मैले घरमा काटेको। अनि यो चाहिँ हाम्रो पानी है। मलाई त केही बोल्नु पनि मन लाग्दैन पानीपुरी देखेर। हामीले चाहिँ धेरै भयो भिडियो पनि बनाएन। मैले अस्ति नै भिडियो पोस्ट गरेका भिडियोहरू चाहिँ सबै पुरानो भिडियो हो क्या। अब भयो क्या पछि भयो यता खान्छ नलागिन्छ यता यो मैले यता बेला पनि सिजर गरेर राख्नु मन लाग्यो अरे। ल साले गुन्दिनी चोर्न आएको हो तिमी। चुकेलाई छैन बसेर हेर्नुपर्छ क्या। अनि खासमा हामीलाई चाहिँ सन्चो छैन क्या। सुरुमा चाहिँ यो बिरामी भएको हो है। यसलाई अलिक सन्चो लाग्यो अनि यो अनि लास्टमा म बिरामी भयो। यिनीहरूलाई चाहिँ सर्दी मात्रै लागेको थियो। अनि लास्टमा म बिरामी भयो डेन्जरी बिरामी भयो। बिरामी चाहिँ चल माथि लास्टमा म बिरामी भयो। बिरामी पनि बसेको थियो। खोकी मलाई लाग्यो उल्टी आउने मलाई पखला लाग्ने मलाई अनि के थियो मास्ती पऱ्यो भनेको मलाई। हे भगवान् अब के यस्तो छ। क्यु हामी चाहिँ त्यसै सधैँ खाँदैनौँ। यस्तै कहिले तल लाग्यो बेला सधैँ खाएपछि पनि के हुन्छ भने चाहिँ स्वादै लाग्दैन। कहिले यस्तो तल लाग्यो बेला खाएपछि बाबे कस्तो लाग्छ। यो जति मिठो चिज यो अमृत केही पनि होइन कि जस्तो लाग्छ क्या। आज मलाई त्यस्तै भयो। हामी चाहिँ सानेरमा पानीपुरी लिनु गएको उठाएर उठिदिनु। यो मौसम चेन्जको कारणले गर्दाखेरि मान्छे यति धेरै सुत्यान् कि काठमाडौँमा। अरू ठाउँ चाहिँ थाहा भएन सोध्नै पऱ्यो क्या। त्यो मध्येमा हामी तिन आमा साथीहरू पनि छोरीहरू पनि हो। हामी चाहिँ बाहिर हिँडेपछि जामला त्यो खाएन। एकजना दाइ हुनुहुन्छ है हेर्नु। अनि त्यहाँ मिठो पनि यस्तो चटपटी पनि यस्तो मिठो हुन्छ। यो पनि यस्तो मिठो। अनि त्यही भएर लिएर खान्छौँ।